आज हावा चलेछ। आज वेदर घाम देखाइरहेको थियो, तर ठिकै छ। अब 4 दिन छुट्टी छ, मजाले घर बसिन्छ। अब आइपिएल हेरिन्छ, फुटबल क्रिकेट आइपिएल। के गर्ने, सबैजनाको मेरो मात्र छुट्टी रहेछ, सबैजनाको काम छ। यस युकेमा अझै पनि यस्तो छ, पोस्ट अफिसहरू पुराना पुराना। तपाईँको फुलहरू यहाँ छ, फुल कस्तो मजाले राखेको फुलहरू। यो चाहिँ तिनकुने हो, तिनकुने चोक। मिनी बिन त्यही छ। आज चाहिँ बादलले गर्दा प्लेनहरू उडेको नि राम्रोसँग देखेको छैन। उडेको देख्नुभयो होला तपाईँहरूले, फेरि बादल नै हराउँछ। तर युकेमा त नेपालमा पहिला हामी सानोमा हुँदाखेरि चराहरू देख्थेँ, तर पछि देख्न छोडियो। तर युकेमा चाहिँ त्यो चराहरू चाहिँ अझै पनि देखिरहेको हुन्छु मैले। यो सानोको याद आउँछ। कति चराहरू, जस्तो नेपालमा अहिले फिस्टे चराहरू देख्नै छोडिसक्यो, यहाँ चाहिँ देखिरहेको हुन्छ। आज सबैजना तयारी गर्दैछ होला घुम्न जानलाई, लङ विकेन्ड। आफ्नो त 4 दिन छुट्टी छ, त्यही त हो। यहाँ तपाईँको फुलहरू बाटो रमाइलो छ। त्यसले हटाए साइड लाग्यो। यहाँको मान्छेलाई जाडो पनि हुँदैन कि हो, आफू भने भयो हावाले डिस्टेन्स चेन्ज चलायो। यो भने ज्याकेट लाएर फेरि यही मान्छे फेरि अब नेपाल गयो भने फेरि रुन्छ, फेरि गरिब ठाउँमा गयो भने फेरि हामी पनि गरिब ठाउँमा गयो भने रुन्छ। त्यस्तै जता बसे त्यतैको बानी लाग्ने हो। आज म अब टेस्को जाँदैछु, अब कफी डिल खान। तपाईँको एउटा कफी, स्यान्डविच, एउटा बेकरी पाउँछ। बेकरी भने तपाईँको क्रोसन, रोल, चक्लेट क्रोसन चाहिँ छ। म अझै 2-3 मिनट छ। बाटो रमाइलो छ, यता ओपन छ यता। खाली बाटो छ, दामी छ बाटो, रमाइलो छ बाटो चाहिँ। मान्छेहरू चाहिँ कति हाल्ली उस हुन्छ,
हेल्थ कन्सियस हुन्छ। बाटो राम्रो छ। अब यही हो त्यसको। अब यहाँ गएर टक्क लगाएर कफी किनेर आउँछु। See you guys after 10 minutes. Coffee. Yeah. Chicken triplet. Croissant. Oh yeah, हाल्नु पर्यो पकेटमा। यो चटनी। कफी खाँदै जानु पर्यो। आज बाटो ठिकै छ। Chưa đi cạnh anh kìa.